राम्रो कमाई हुनेले त दशैं रमाइलोसँग मनाउने गर्छन्, तर ज्याला मजदुरी गर्नेहरूको दशैं महँगीका कारण खल्लो हुने गरेको छ। सरकारी कर्मचारी, व्यापारी, व्यवसायहरू दशैंका लागि सामान किनमेलमा व्यस्त भइरहेका बेला ज्याला मजदुर गरेर खानेहरूका लागि भने दशैं पीडादायक बनेको छ। दैनिक ज्याला मजदुरी गरेर खानेहरूलाई दशैंमा चाहिने सामग्री किन्न समेत हम्मे हम्मे भएपछि परिवारसँग बसेर रमाइलोसँग दशैं मनाउने आशा सपना जस्तै हुने भएको छ। सुनसरीको धरान स्थित बाजगगराका मजदुरहरूले दशैं खर्चका लागि आफूहरूले खर्च जुटाइरहेको बताए। महँगी बढेका कारण रमाइलोसँग दशैं मनाउन समस्या भएको उनीहरूको गुनासो छ। केही समय अघिसम्म थोरै रकमले धेरै सामान आउने भए पनि यसपटक महँगीका कारण दशैं मनाउन कठिन भएको उनीहरूको भनाइ छ। महँगी बढेका कारण आफ्नो औकात भन्दा माथि नजाने उनीहरूले बताएका छन्। महँगीले धेरैलाई पिरोलेको छ, जसका कारण धरानका बजारमा समेत चहल पहल ह्वात्तै घटेको छ। विगतको तुलनामा धरानका कपडा खाद्यान्न स्टोरहरूमा सर्वसाधारणहरूको घुइँचो आधा भन्दा कम रहेको व्यापारीहरूले बताएका छन्।